ईस्वी सम्वत 1859 को जुन महिना इटलीको सल्फेरिनोमा अस्ट्रिया, फ्रान्स र इटलीका सेनाबीच युद्ध भइरहेको थियो। जहाँ 6000 भन्दा बढी सेना मरेका थिए, 40,000 भन्दा बढी सैनिक घाइते भएका थिए। युद्धबाट घाइते भई छटपटाइरहेका आक्रान्त शरीरहरूले जीवन मागिरहेका थिए, सहयोगको हात फैलाइरहेका थिए। युद्धको त्यही कहाली लाग्दो चित्रलाई निहाल्दै एउटा व्यापारी त्यही बाटो हिँडिरहेका थिए। युद्धमा छटपटाइरहेका सैनिकहरूलाई देखेर उनलाई धेरै पीडा भयो। उनले सहन सकेनन् अनि आफ्नो व्यापारलाई थाती राखेर ती घाइते सैनिकको सेवा गर्न थाले। उनीहरूको घाउमा मलम पट्टी लगाउन थाले। घायल भएकाहरूको शरीरमा जीवन भर्न लागे। ती व्यक्ति अरू कोही नभएर जॉन हेनरी ट्युना थिए, जसले मानवता अनि सेवाको नयाँ युग जन्माए। जसले रेड क्रसको जन्म दिए। तिनै महामानव जॉन हेनरी ट्युना प्रति आज संसारभरका मानिसहरू नतमस्तक छन्। त्यो शुभारम्भ आज आएर संसारभर छाएको छ। मानवीय पीडा रोक्न वा कम गर्न आज संसारका 187 मुलुकहरूमा रेड क्रस र रेड क्रिसेन्टहरूको स्थापना भएको छ। मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, ऐच्छिक सेवा, एकता र विश्वव्यापकता रेड क्रसको आधारभूत सिद्धान्त यिनै हुन्। रेड क्रसको अन्तर्राष्ट्रिय समिति गठन भएको करिब 100 वर्षपछि रेड क्रसका आधारभूत सिद्धान्तलाई आत्मसात गर्दै नेपालमा पनि विक्रम सम्वत 2020 साल भदौ 19 गते नेपाल रेड क्रस सोसाइटीको जन्म भयो। सिंहदरबारको यो कैलाश बैठक जहाँ तत्कालीन शाही नेपाली सेनाले आफ्नो प्रयोजनका लागि नेपालका ठूला ठूला नक्साहरू राखेको थियो। यहाँ नै रेड क्रसको स्थापना गर्ने भनेर तत्कालीन स्वास्थ्य मन्त्री डाक्टर नागेश्वर प्रसाद सिंहको अध्यक्षतामा एउटा बैठक बस्यो। सोही बैठकले प्रिन्सेप शाहको अध्यक्षतामा तदर्थ समिति गठन गर्यो। तदर्थ समितिले 2021 साल असार 28 गते निर्वाचन सम्पन्न गरी प्रिन्सेप शाहकै अध्यक्षतामा कार्यसमिति निर्वाचित गर्यो। 2025 सालमा रेड क्रसको पहिलो महाधिवेशन पर्साको वीरगञ्जमा भयो। सो महाधिवेशन निर्वाचन सहितको थियो। स्थापनासँगै मानवीय सेवाका महत्त्वपूर्ण एवं गहन अभिभारा वहन गर्यो। सुरुवातका दिनहरू कठिन एवं चुनौतीपूर्ण पक्कै थिए। रेड क्रसै जन्मनुभन्दा अगाडि नै यो तिब्बती शरणार्थीहरूको समस्या देशमा विकराल रूपमा भइसकेको थियो। झन्डै 20,000 शरणार्थीहरूलाई ठाउँमा बसाउनु पर्ने अब त्यो चाहिँ सुरु भइसकेको थियो। यहाँ UNHCR आइसकेको थियो, शरणार्थी आयोग चाहिँ आइसकेको थियो र इभन चाहिँ इन्टरनेसनल रेड क्रस कमिटीको पनि यहाँ चाहिँ भइसकेको थियो तिब्बतीयनहरू। र त्यसैले अब रेड क्रसको संस्थापन कालमै यो ठुलो चाहिँ चिजको जिम्मा चाहिँ नेपाल रेड क्रस सोसाइटीले लिनु पर्यो। त्यो त एउटा ठुलो चुनौती हो। र त्यस्तै अब 1-2 वर्षमै चाहिँ अब स्वास्थ्य सम्बन्धी प्रोग्रामहरू चाहिँ गर्नुपर्ने भयो र 2-3 वर्षकै अन्तरालमा पश्चिमाञ्चलमा सुदूरपश्चिमाञ्चलमा ठुलो भूकम्प आयो। त्यसमा पनि अब झन्डै 20-25 हजार घरहरू, त्यसमा पनि अब दार्चुला, बझाङ र बैतडी आवश्यक हो। त्यसमा नै त्यसलाई ह्यान्डल गर्ने त्यो सुरुवातको चाहिँ ठुलो
देवीपुरको ह्यान्डल गर्ने कुरा र त्यसपछि चाहिँ ब्लड ट्रान्सफ्युसनको कुरा, किनभने नेपालमा चाहिँ अब ब्लड ब्याङ्क भन्ने चाहिँ कन्सेप्टै भएको थिएन। त्यो कुराहरू र एम्बुलेन्स सेवाहरूलाई अगाडि बढाउने र त्यस्तै अब रोड सेफ्टी, फर्स्ट एड जस्ता कुरा, यी सबै कुराहरूलाई चाहिँ एकैचोटि लिँदाखेरि त्यो चुनौती नै थियो, तर अब त्यसमा चाहिँ उत्साह पनि त्यत्तिकै थियो। यो अवधिमा नेपाल रेड क्रस सोसाइटीले धेरै आरोह अवरोह पार गर्यो। तर बीचमा एकपल्ट सलाहका आएको थियो, जब पञ्चायत ढल्यो या भर्खर जनप्रतिनिधिको सरकारहरू भन्यो, नेपाली काङ्ग्रेसको सरकार भन्यो, त्यो बेलामा चाहिँ मान्छेले, हाम्रा कार्यकर्ताहरूले राजनीतिपट्ट हल्का ध्यान दिए। स्कुलका टिचरहरू सबै राजनीतिक व्यक्तिहरू नै थिए उनीहरू। त्यो बिचमा 1-1.5 वर्ष चाहिने जुनियर रेड क्रसलाई चाहिने शिथिलता आयो। 1-1.5 वर्ष काफी शिथिलता आयो, धेरै जगजगाउनु, घचघचाउनु धेरै गर्नु पऱ्यो। र त्यो मलाई लाग्छ यो एउटा सम्झिने लायक कुरा हो भन्ने मलाई लाग्छ। सिंहदरबारको कैलाश बैठकबाट सुरु गरेको यात्रा अहिले देशभर फैलिएको छ। मानवीय पीडा रोक्न वा कम गर्न नेपाल रेड क्रस सोसाइटीका मुख्य 4वटा रणनीतिक क्षेत्रहरूमा लक्षित कार्यक्रम तथा गतिविधि छन्। 1. विपद र सङ्कटबाट जीवन रक्षा गर्ने, जीविकाको संरक्षण गर्ने, पुनर्लाभको सुदृढीकरण गर्ने। 2. सुरक्षित, उत्थानशील र स्वस्थ समुदायको प्रवर्धन गर्ने। 3. सामाजिक समावेशीकरण, अहिंसा र शान्तिको संस्कृति प्रवर्धन गर्ने। र 4. कार्यकारिणी र व्यवस्थापकीय क्षमता सुदृढीकरण गर्दै सङ्कटासन्नता न्यूनीकरण गर्नका लागि सङ्गठनका सबै तहमा उच्च कार्य सम्पादन स्तर वृद्धि गर्ने। यी 4वटा रणनीतिक लक्ष्य प्राप्तिका लागि कार्यक्रमको स्वरूप, क्षेत्र, अवधारणामा नवीनता ल्याइएको छ। नेपाल रेड क्रस सोसाइटीको 75 जिल्लामा नै शाखा छन्। नगर तथा गाउँ क्षेत्रमा 1410वटा उपशाखा छन्। यस्तै शैक्षिक संस्था र समुदाय स्तरमा 5000 भन्दा बढी जुनियर तथा युवा रेड क्रस सर्कल छन्। 50 वर्षको यो अवधिमा 10,15,000 भन्दा बढी रेड क्रसका सदस्य छन्, जसमध्ये पनि 8,60,000 भन्दा बढी त युवा तथा जुनियरहरू छन्। यसै गरी 90,000 दक्ष स्वयंसेवक देशभरि मानवीय सेवाका लागि क्रियाशील छन्। साथै रेड क्रसका दैनिक कार्यक्रम तथा गतिविधि सञ्चालन गर्न कार्यकारी निर्देशक सहित 360 भन्दा बढी कर्मचारी सदस्यहरू पनि छन्। जिल्लामा भने आफ्नै स्रोतबाट 600 भन्दा बढी कर्मचारी छन्। हामी जहिले पनि भोलिन्टियर र कर्मचारीको बीचमा एकदमै समन्वयात्मक सम्बन्ध राखेर काम गरिराखेका हुन्छौँ। तसर्थ हामी रेड क्रसमा के भन्छौँ भन्दाखेरि भोलिन्टियर र स्टाफ भनेका एकै रथका 2 पाङ्ग्रा हुन्। एकले अर्कालाई कम्प्लिमेन्ट गरिराखेको हुन्छ। संस्थागत नीति, सिद्धान्त, रणनीति अनुसार हाम्रा कार्यक्रमहरू विकास हुने हुन् र ती कार्यक्रमहरू हामीले समुदायसम्म पुर्याउने हो। र अर्को अवस्था भनेको इमर्जेन्सीको अवस्था, डिजास्टरको अवस्था, त्यस्तै गरी अन्य चाहिँ पब्लिक हेल्थ इमर्जेन्सीका अवस्थामा पनि हामीले हाम्रो संरचनालाई प्रयोग गरेर चाँडोभन्दा चाँडो जीवन रक्षाको निम्ति, जीवन बचाउनको निम्ति र आवश्यकता परिपूर्ति गर्नको निम्ति यही संरचनालाई सञ्चालन गरेर काम गरिराखेका हुन्छौँ। नेपाल रेड क्रस सोसाइटीको सञ्जाल त देशभर नै छाएको छ। यसबाहेक रेड क्रसका धेरै सरोकारवाला साझेदार संस्थाहरू पनि छन्। नेपाल सरकार, रेड क्रसको अन्तर्राष्ट्रिय महासङ्घ, रेड क्रसको अन्तर्राष्ट्रिय समिति, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू, केन्द्र, जिल्ला अनि स्थानीय तहका प्राय सबै सरोकारवाला संस्था र व्यक्तिहरूको नेपाल रेड क्रस सोसाइटीलाई साथ छ, जसको कारण पनि आज यो 50 वर्षको यात्रा अविरल अघि बढिरहेको छ। They are everywhere in all districts,
and a huge number of people that they are affiliated with that are trained in a more kind of disciplinary way. So I think their work has been excellent. In every emergency we have had, they have been the first ones to be on the forefront and out there with the community. And I think they have lots of respect already on the community level and with the government and with the UN agencies as well. And I think I would give them a big star for their work here. धेरै गैर सरकारी संस्थाहरू क्रियाशील हुँदै पनि नेपाल रेड क्रस सोसाइटी चाहिँ हाम्रो एउटा एक्टिभ पार्टनर, नन गभर्मेन्टल सेक्टरमा रहेर पनि एक्टिभ पार्टनरको रूपमा रहेको छ। उसले बिहान पनि भनेको छैन, दिउँसो पनि भनेको छैन, राति पनि भनेको छैन। जतिखेर पनि हामी काँधमा काँध मिलाएर हिँडेको चाहिँ अवस्था हो। हरेक विपदमा नेपाल रेड क्रस सोसाइटी सरकारसँग छ भन्न मलाई सङ्कोच छैन। त्यो हिसाबले पनि उहाँहरूको कामको प्रशंसा गर्नुपर्छ भन्ने मलाई लाग्छ र सरकारले उहाँहरूसँग निरन्तर रूपमा सहकारी गरिराखेको छ र आगामी दिनमा त्यो जारी रहिरहन्छ भन्ने पनि दृढ विश्वास पनि छ। अपेक्षा मात्रै पनि होइन, अपेक्षा पनि छ र दृढ विश्वास पनि छ। त्यो दृढ विश्वास भनेको यो उहाँहरूले 50 वर्षमा आयोजन गरेको एउटा इमेज जुन छ, उहाँहरूले त्यो अवस्था क्रिएट गर्नुभएको, उहाँहरूमाथि प्रशंसा गर्ने अवस्था चाहिँ उहाँहरूले सिर्जना गर्नुभएको। त्यसको लागि रेड क्रसमा क्रियाशील तल्लो तहको कार्यकर्तादेखि लिएर केन्द्रीय तहको पदाधिकारीसम्म त्यत्तिकै प्रशंसाको पात्र पनि छ, जिम्मेदार पनि छ र यसको क्रेडिट उहाँहरू सबैले सामूहिक रूपमा लिनुपर्छ भन्ने मलाई चाहिँ लाग्छ। प्राकृतिक प्रकोपको हिसाबले नेपाल अत्यन्तै जोखिम युक्त मुलुक हो। नेपालमा भूकम्प, बाढी, पहिरो, आगलागी, हावाहुरी, असिना तथा मौसम परिवर्तन लगायतका प्राकृतिक प्रकोपका जोखिमहरू छन्। यसबाहेक मानव सिर्जित विपदको पनि हामीले त्यत्तिकै सामना गरिरहेका छौं। आज मुलुकलाई विपदले सबैतिरबाट घेरेको छ। कयौं जीवनहरू अनाहकमा मरिरहेका छन्। अरबौंको क्षति भइरहेको छ। बाढीले सबै बढार्छ, पहिरोले बगाउँछ, भुइँचालोले भत्काउँछ, जनताको बिचल्ली हुन्छ, न घाँस न बाँस न कपास, संसार नै उजाडिन्छ। हेर्दा हेर्दै मरुभूमि, खण्डहर अनि बैराग लाग्दो कारुणिक दृश्यहरू। पीडा नै पीडा, अभाव नै अभाव अनि आँसु नै आँसु। यही नियति हो हाम्रो मुलुकको अनि हाम्रा जनताको। प्राय हरेक वर्ष लाखौं बेसहारा जनता सहयोगको पर्खाइमा। तिनै सहयोगको पर्खाइमा बसेका जनताहरूमा रेड क्रस तत्काल पुग्छ दुःखको साथी बनेर। उद्धारको पर्खाइमा बसेकालाई रेड क्रसका स्वयंसेवकले उद्धार गर्छन्। राहतको पर्खाइमा बसेकालाई राहत वितरण गरिन्छ। पुनर्स्थापनाको पर्खाइमा बसेकालाई पुनर्स्थापना गरिन्छ। चितवन, जगतपुर, घैलाघारीका यी कृष्ण बहादुर बुढाथोकी। 60 सालको बाढीले यिनको आमा, भाइ, बुहारी र छोरीसहित घर नै बगायो। उनको घर मात्र होइन, यहाँका 100 भन्दा बढी घर बाढीले बगायो। कुनै समय सुन्दर बस्ती रहेको यो ठाउँ उजाडिँदै अहिले घाँसे मैदान बनेको छ। अब भाइ छैनन्, आमा हुनुहुन्न, बुहारी छैन, छोरी छैन, साह्रै पिर लाग्छ। यता आउन नि मलाई अलि पिरै लाग्छ। त्यही बेला रेड क्रस दुःखको साथी बनेर आयो। रेड क्रसले उनको लागि एउटा घर बनाइदियो। पीडाको त्यो समयमा उनलाई त स्वर्गै पाए जस्तो भएछ। अब कहाँ गएर कसरी उभिन ठाउँ नभएको बेला घर बनाइदिए, टोयलेट सोइलेट सब तयारी बनाइदिए। हामीलाई त त्यही त स्वर्ग हो त। रेड क्रसले यस ठाउँमा कृष्ण प्रसाद लगायत 40 परिवारको लागि घर बनाएको छ।
जिल्ला विकास समिति चितवनको सहयोगमा यो जग्गा खरिद गरेर रेड क्रसको नाममा जग्गा खरिद गरेर अनि 40 परिवारहरूलाई सेलेक्ट गरेर हामीले उपशाखा यहाँको जगतपुर उपशाखाको समन्वयमा फेडरेसनको सहयोगमा हामी नेपाल सोसाइटी चितवन जिल्ला शाखाले विपद व्यवस्थापन अन्तर्गत दही विप्रोको पुनर्स्थापन कार्यक्रमको माध्यमबाट यहाँ स्थापित गरिएको हो। यो ठाउँलाई अहिले रेड क्रस ग्राम भनिन्छ। यी सबै परिवार रेड क्रसप्रति आभारी छन्। 50 वर्षको यो अवधिमा नेपाल रेड क्रस सोसाइटीले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनको क्षेत्रमा मात्रै 42 लाखभन्दा बढी जनतालाई सेवा दिएछ। मानवीय सेवामा प्रत्यक्ष सरोकार राख्ने अर्को क्षेत्र भनेको स्वास्थ्य सेवा र सामुदायिक विकास पनि हो। स्वास्थ्य क्षेत्रमा रक्त सञ्चार, एम्बुलेन्स, आँखा उपचार, प्राथमिक उपचार, आधारभूत स्वास्थ्य, प्रजनन स्वास्थ्य, सर्पदंश उपचार, खानेपानी तथा सरसफाई लगायत स्वास्थ्यसँग सम्बन्धित विभिन्न क्षेत्रमा रेड क्रसले कार्य गरिरहेको छ। रक्त सञ्चार सेवा व्यवस्थापनका लागि सरकारले सुम्पिएको जिम्मेवारी अनुरूप नेपाल रेड क्रस सोसाइटीले रक्त सञ्चार सेवा सञ्चालन गरिरहेको छ। रक्तदान जीवनदान भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै अहिलेसम्म लाखौं नेपालीको जीवन बचाउन रेड क्रसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। जीवन छ अमूल्य अपार, रक्तदान गरौँ बारम्बार। जीवन र मृत्युको दोसाँधमा रहेका धेरै बिरामीले नयाँ जीवन पाएका छन्। रगत त रातो हुन्छ, यो सबैको लागि समान हुन्छ। यी रगतका थोपाहरू हेर्दा यसले ठुलो सानो, धनी गरिब, जात धर्म भाषा लिङ्ग र सम्प्रदाय हेर्दैन। समूह मिल्नुपर्छ, यसले जीवन दिन्छ। धर्म जाति भन्दा माथि मानव मात्र एउटै जाति। रेड क्रस पनि रातो नै छ, यसले पनि पीडा रोक्दै वा